नमस्कार सम्पूर्ण मेरा प्यारा दाजुभाइ दिदीबहिनीहरुमा हामीले र हाम्रो अभियानले निरन्तर यस्ता भण्डाफोरहरु जुन राष्ट्रप्रति, देशप्रति, राष्ट्रियताप्रति, धर्मप्रति, संस्कृतिप्रति, संस्कारप्रति जसले देशद्रोही, राष्ट्रद्रोही, धर्मद्रोही काम गरेको छ त्यसको हामीले विगत 3 वर्षदेखि भण्डाफोर गर्दै आइरहेका थियौं। यो भण्डाफोर गर्ने कार्य अन्तर्गत गएको भदौ 23 र 24 गतेको जेनजी आन्दोलन कसरी भयो, जेनजी आन्दोलनलाई कसरी हाइजेक गरियो, जेनजी आन्दोलन कहाँबाट चल्यो, के कारणबाट चल्यो र को थिए यसमा इन्भल्भ भन्ने कुरा हामीले 10 देखि 15% मात्रै देखाएका थियौं। र फेरि आज हामी नयाँ तरिकाको अर्को कुन एनजीओ, कुन आईएनजीओ कसरी समाज भड्काउँछन्, पहिला समाजमा कसरी बीच भर्छन्, समाजमा पनि कस्ता मान्छे खोजदार छन्, पढेका, लेखेका, जान्ने तर बिक्ने, किन्ने, खरिद हुने मान्छे, बिक्ने मान्छे खोजेर कसरी अघि बढ्दो रहेछ भन्ने कुरो अरु 30% हामीले यसमा सार्वजनिक गर्दैछौं। यसमा कति जनालाई अप्ठ्यारो पर्ला, कतिलाई के पर्ला त्यसमा म क्षमा पनि माग्दै सम्पूर्ण नेपालीहरुलाई अझ राम्रोसँगले बुझ्न, त्यसमा पनि लागु औषधको नशा जस्तो यो एनजीओ आईएनजीओ ले जुन हिसाब किताबले तपाईहरुलाई डलर खुवाएर विभिन्न होटलहरुमा सेमिनार गराएर खराब लतमा लागेको छ, त्यहाँबाट म सम्पूर्ण युवाहरुलाई देश बचाउन, राष्ट्र बचाउन फर्किन म यसै भिडियो मार्फत म आग्रह पनि गर्दछु। त्यसैले गर्दाखेरि म सम्पूर्णमा यो कुरो जानकारी गराउन चाहन्छु। हामीले अघिल्लो भिडियोमा विदेशीहरुले आईएनजीओ एनजीओ मार्फत फन्डिङ गरेका एनईडी र बारबारा फाउन्डेसन भन्ने संस्थाले कसरी बंगलादेश, मालदिव्स तथा नेपालको तख्ता प्लटमा फन्डिङ गर्यो र कसरी सरकार गठन हुँदैछ भन्ने विषयको भण्डाफोर गर्यौं, जसले गर्दा यो देश सकाउने खेलमा आबद्ध गिरोह रक्षात्मक बन्न पुगेको छ। आज आम जनसमुदायमा हाम्रा दुवै छिमेकी मुलुक चीन र भारत पनि सचेत भए र यी सत्ता प्लट गर्नेहरुको विरुद्ध आज देशमा, खास गरेर हाम्रो देशमा नेपालमा विद्रोहको माहौल बनेको छ। आजको भिडियो मार्फत हामी थप केही प्रमाण सहित यो ग्रान्ड डिजाइन कसरी भयो र यिनीहरुको गतिविधि बारे थप सचेत बनाउन, साथै यो अपराधमा जान वा अनजानमा संलग्न भएका भ्रमित कलिला जेनजी उपमा दिएका युवाहरुलाई पनि बाटो बिराउनु भएको छ। बाटो सुधार्न हामी हार्दिक अपील गर्दछौं। यति देखाउँदा पनि यदि यो गिरोहले आत्मसमर्पण गरेन भने केही समयपछि हामी अन्तिम भिडियो ल्याउने नै छौं। हामीले यो बीचमा 2004 सालमा नेपाली कांग्रेसको उदय, 2006 सालमा कम्युनिस्टको उदय, 2028 सालमा राजा महेन्द्रको रहस्यमय मृत्यु र 2052 सालमा माओवादीको उदय, 2072 सालसम्म संविधान लाद्न पश्चिमा मुलुकहरुले कसरी सफल भयो भन्ने घटनाक्रम सहित नेपाली जनतालाई सचेत गराउने काम गरेका छौं। आज हामी 2072 सालको संविधान पछि भएका घटनाक्रम, जेनजी आन्दोलन र अहिलेको नयाँ खेलको भण्डाफोर गर्दछौं। 2072 सालमा यूएसआईडी अफिस अफ ट्रान्जेक्सन इनिसिएटिभ र ओपन सोसाइटी फाउन्डेसनको व्यापक लगानीमा 2072 को संविधान जारी भएपछि पश्चिमाले आफैले जारी गरेको संविधानको रक्षार्थ नेपालका न्यायालयका केही हस्तीहरूलाई नेपाल ल सोसाइटी नामक एनजीओ अन्तर्गतको कन्स्टिट्युसन वाच ग्रुप भन्ने समूहमा राखेको छ, जसको नेतृत्व कल्याण श्रेष्ठले गर्नु भएको छ। यही संस्थामा एडभोकेट इन्दु तुलाधरज्यू पनि हुनुहुन्छ। यो विषय एकछिन चर्चा गर्दा ठिकै हुन्छ भन्ने हामीलाई लागेको छ। वुमेन्स डेमोक्रेटिक नेटवर्क WDN बाहिरबाट हेर्दा महिला सशक्तिकरणको कुरा गर्छ, महिला नेतृत्वको कुरा गर्दछ, जुन राम्रो देखिन्छ। तर यसको भित्री इन्जिनियरिङ हेर्दा जुन देशमा यो क्रियाशील छ त्यहाँ कुसफल हुन्छ, त्यहाँ अन्तरिम सरकार गठन गर्दा महिला नेतृत्व ल्याइदा समाजले त्यो कु सजिलै पचाउने वातावरण निर्माण गर्ने देखिन्छ। एकपटक सोचौं, नेपालमा पश्चिम पुँजीवादी विचारधारा अथवा नेपाली कांग्रेससँग विचार मिल्ने अनि आईआरआई की सदस्य इन्दु तुलाधर नेपाल ल सोसाइटी नेटवर्क न्याय क्षेत्रमा आबद्ध पश्चिमले बनाएको संविधान कुरेर राखेको कन्स्टिट्युसन वाच ग्रुप निकट अनि महिला पात्र को हुन सक्छ?
त्यसैले सुशीला कार्कीजीलाई योजनाबद्ध तरिकाले मैदानमा उतारियो र उत्तेजनात्मक अभिव्यक्ति दिन लगाइयो। राजीनामा दिएर मात्रै हुँदैन, यो हत्याको जिम्मा लिएर कटघरामा उभिनु। उद्देश्य र योजना थियो नयाँ महिला प्रधानमन्त्री जसलाई नेपाली समाजले सजिलै स्वीकारोस्। त्यसैले यो संविधान जुक्तिले बाँचेको होइन, बचाइएको हो। भन्नुस्, कन्स्टिट्युसन वाच ग्रुप र वुमेन्स डेमोक्रेटिक नेटवर्क दुवै सफल भए। पश्चिमले आफै बनाएको संविधान आफै किन फाल्थ्यो र? होइन त? हो, नेपालमा महिला नेतृत्व अभाव छ। हामी आफै महिला नेतृत्व विकासमा प्रतिबद्ध छौं, तर एकपटक सोचौं, 52% महिला मतदाता भएको देशमा आइजी याकोब अनुपमको नाममा खुलेआम निर्वाचन केन्द्रित गतिविधि भइरहेको छ। अनुपमले पार्टी हेर्दैन, जुन विचारधारामा जो संगठित भए पनि 33% महिला हुनैपर्छ भन्छ। बाहिरबाट हेर्दा यो कुरा गलत देखिँदैन, तर सोच्नुहोस्, यो दलीयताको अन्त्य गर्ने पश्चिमी मिसन हो कि होइन? कि 52% महिला मतदाता कब्जा गरेर आफ्ना नीति अनुसार निर्वाचन परिणाम निकाल्ने हतियार हो? यो कस्तो व्यवस्था हो जहाँ विदेशी आएर खुलेआम निर्वाचन केन्द्रित परियोजना सञ्चालन गर्दछ? महिला मात्र होइन, दलितको नाममा पनि त्यस्तै गतिविधि भइरहेको छ। छलाक सो घोषित दलितहरूको समानुपातिक मत केन्द्रित गर्न सफल भयो भने समानुपातिक संसदमा कस्ता पात्र आउने हुन्? हुँदाहुँदै बालनको प्रयोग गरेर 28 वर्ष मुनि र माथिको पुस्ताको वर्गीकरण गर्न पश्चिम सफल भएको छ। अर्कोतर्फ 45 वर्षको सीमा तोकेर उही बालनले सिल्भर भोलुन्टियर कार्यक्रम सरकारी पैसामा सञ्चालन गर्दै आएका छन्। यो सानो विषय होइन, नेपालमा पश्चिमको पोलिटिकल इन्जिनियरिङको खेल हो जसले ठूलो दुर्घटना निम्त्याउँदैछ। उद्देश्य हो निर्वाचन अघि मतदाताको सोच नियन्त्रण गर्ने, जुन अत्यन्तै खतरनाक छ। अब कुरा गरौं जुरी नेपालको। यो संस्थालाई आईआरआईले नेपालमा लिगल आर्किटेक्टका लागि किनेको हो। उद्देश्य थियो अन्तरिम सरकार निर्माणको प्रक्रियाको व्यवस्थापन, आफ्ना इएलए वाईएस का एजेन्टहरूलाई परिआउँदा न्यायिक सहयोग उपलब्ध गराउने र पश्चिमी योजना विफल बनाउन लाग्ने नेपालीहरूलाई न्यायिक उल्झनमा पार्ने। ओम प्रकाश अर्यालले सरकार बनाउँदै गर्दा राष्ट्रपति कार्यालयमा खेलेको भूमिका, बालनको कानुनी रक्षा र लोकमानदेखि गिरिबन्धुहरूसम्म हेर्दा यो आफै पुष्टि हुन्छ, जसको पुरस्कार स्वरूप उनै ओम प्रकाश अर्याल अहिले गृहमन्त्री छन्। नेपाली जनसमुदाय यो हाम्रो आरोप होइन, समयक्रम र जुरी नेपालमा आईआरआई को लगानीले नै यसको पुष्टि गरेको हो। अब हामीले एनईडी भन्ने संस्थाले यो सत्ता पलट किन, कसरी र कहिले सुरु गर्यो भन्ने विषयमा तपाईहरूले बुझ्ने गरेर देखाइदिँदैछौँ। जब मार्च 8, 2021 मा नेपालको सर्वोच्च अदालतले माओवादी प्रयोग गरेर एमाले कब्जा गर्ने पश्चिमको योजना पार्टी फुटाइदिएर विफल बनायो, तब जुलाई 1, 2021 देखि यो एनईडी संस्थाको मिशन नेपालमा सुरु भएको हो, जसको नाम थियो युवा नेतृत्व पारदर्शी नीति। यसको उद्देश्य थियो खरिद गर्न सकिने युवा नेतृत्व, युवा समूहको खोजी र भारत र चीनको नेपाल भित्रको प्रभावको नियन्त्रण। तर यो मिशनको भित्री लक्ष्य थियो पश्चिमको आईपीएस परियोजना अन्तर्गत नेपालमा राजनैतिक वातावरण बनाउने। आईआरआईले एकतर्फ वी फर चेन्ज, सेन्टर फर सोसियल चेन्ज र दलित युथ अलायन्स, हामी नेपाल, कलाकार, पत्रकार लगायत संस्थासँग सहकार्य र सहभागी छनौट मापदण्ड तय गर्न छलफल चलाउन सुरु गर्यो भने अर्कोतर्फ सोलुसन कन्सल्टेन्ट प्रणाली मार्फत सर्वे गर्यो। सर्वेको मुख्य लक्ष्य थियो नेपाली समाजको अन्तर्विरोधको खोजी, युवाहरूको ब्रेन वाश स्कुलिङ। बाँकी यो आईआरआई को रिपोर्टमा आफै हेर्नुहोस्। सर्वेपछि तयार गरिन्छ इएलए वाईएस पाठ्यक्रम। पाठ्यक्रमको मुख्य विषय थियो बुढा नेताले गर्दा युवा नेतृत्वमा आउन सकेनन्, भारत र चीनले गर्दा नेपाल विकास हुन सकेन, यही पाठ्यक्रमले अहिले देखिएका युवा भ्रमित छन्। त्यसपछि चुनावको घोषणा हुन स्थानीय चुनावमा बालेन्द्र शाहलाई सेन्टर फर मिडिया रिसर्च सीएमआर नेपाल पत्रकार समूह प्रयोग गरेर देवत्वकरण गरिन्छ र उनीहरूलाई पहिलो सफलता मिल्छ। सोही समयमा सुदन गुरुङलाई थरानमा हर्क सम्पाङ विरुद्ध प्रयोग गरिन्छ, त्यही उनीहरू विफल हुन्छन्। सीएमआर नेपाल पनि आईआरआई बाट डलर लिने संस्था हो र नेपालमा मिडिया म्यानिपुलेसनको काम गर्दछ। त्यसपछि आउँछ संसदीय निर्वाचन। चुनाव अघि रविलाई केन्द्रमा राखेर इएलए वाईएस का विद्यार्थी तोसीमा, सुमना, सोभिता, गणेश कार्की,
पुकार बम लगायतका झुण्ड बटुलेर रविको नेतृत्वमा रासोपा बनाइन्छ र प्री इलेक्सन कलर रिभोल्युसन ट्रायल गरिन्छ भने गुल्मीका सागर ढकाललाई डडेलधुरा लगिन्छ। यहाँ पनि यिनीहरूलाई दोस्रो सफलता मिल्छ। त्यसपछि सुरु हुन्छ मिशन 84। आईआरआई गुपचुप रूपमा 84 को चुनावी तयारीको लागि क्रियाशील हुन्छ। यही मिशन अन्तर्गत महिलाको लागि आईजीएफएफ अनुपम, दलितको लागि दलित अभियान, चुनावी माहौलको लागि सीएमआर नेपाल, मजदुरहरूका लागि सोलिडारिटी सेन्टर, तिब्बतीका लागि चाइना इन द वर्ल्ड लगायत अमेरिकामा दर्ता रहेका ग्लोबल प्रपोज ग्रुप अन्तर्गतको वी हेल्प नेपाल, हामी नेपाल जस्ता संस्था क्रियाशील गराइन्छ। लक्ष्य हुन्छ बालेनको उदयको जगमा सुमना श्रेष्ठ लगायत इएलए वाइएस का विद्यार्थीहरूको राजनैतिक शक्ति निर्माण र पुराना पात्रहरू स्वर्णी वाग्ले, गगन थापा, नारायण काशी, योगेश भट्टराई लगायतहरूको पार्टी सत्तामा उदय र पुराना र नयाँबाट 84 को चुनावमा पश्चिम अनुकूल नेपालको राजनैतिक दृश्य निर्माण र आईपीएस को अनुकूलताको निर्माण। तर अचानक 2081 सालमा पश्चिमको योजना विपरीत माओवादीको सरकार बन्छ अनि केपी र आरजुको गठबन्धनमा सरकार गठन हुन्छ र डिजिटल बीआरआई पथवे अगाडि बढ्छ। त्यसपछि फेरि एनईडी सक्रिय हुन्छ र सुरु हुन्छ जेनजी आन्दोलनको राजनैतिक इन्जिनियरिङ। सिंहदरबार जलाउने र तख्ता पल्टाउने कुको योजना सहित उद्देश्य हुन्छ केपी ओलीको बहिर्गमन, अन्तरिम सरकार निर्माण र पार्टी भित्र महाधिवेशन मार्फत पश्चिम अनुकूल नेतृत्व स्थापना। 2081 सालमा आईआरआईले सीएसआईआर सर्वे गरेको छ, त्यो हामीले यहाँ राखिदिएका छौं, गुगलमा पनि भेटिन्छ। खास गरी देशका सुरक्षा विज्ञले त्यसको विश्लेषण गर्नु अत्यन्त जरुरी छ। त्यहाँ सर्वेक्षणका केही विषयहरू गम्भीर छन्। कति जनता कुन सामाजिक सञ्जाल कति प्रयोग गर्छन्, अहिलेका पार्टी ठिक छन् कि नयाँ पार्टी आउँदा ठिक हुन्छ, कति जनता अहिलेको व्यवस्थामा खुसी छन्, कति प्रतिशत मतदाता कुन उमेर समूहका छन्, कति युवा विदेश जाने मानसिकतामा छन् र कुन जातिका कति मतदाता छन्, यी सबै कुरा त्यहाँ उल्लेख छन्। पश्चिमले यस्तो डेटा संकलन र विश्लेषण गरेर मात्र सत्ता परिवर्तनको राजनीतिक इन्जिनियरिङ गर्ने गर्छ, जुन कुरा हाम्रा संयन्त्रले थाहा नै पाउँदैनन्। जेनजी आन्दोलनको डिजाइन यही संस्थाले यही सर्वे डाटाको आधारमा गरेको हो। सबैले एकपटक यो विषय गम्भीर भएर हेर्नुहोस्। यही सर्वेक्षणको नतिजा हेर्ने हो भने 58% जनता मात्र यो व्यवस्थाको साथमा छन्। 42% जनता 2081 सालमै व्यवस्था परिवर्तनको पक्षमा थिए। अहिले यो नाङ्गो वैदेशिक हस्तक्षेप र आईएनजीओ को सरकार देखेपछि यो अभिमत बढेर 80% जनता व्यवस्था परिवर्तनको पक्षमा पुगेका छन्। त्यसैले पनि अबको परिवर्तनमा साथ दिन हामी सुरक्षा संयन्त्रलाई अपील गर्दछौं। हामीले बिर्सन नहुने कुरा के हो भने बालेनको सिंहदरबार जलाउने धम्की र सीएसआईआर आईआरआई अन्तर्गतद्वारा गरिएको 2024 को सर्वेक्षणको समय आपसमा मेल खान्छ। 3 सेप्टेम्बर 2025 मा सकिएको केपी ओलीको चीन भ्रमणमा भएका हरकत, हुवाईलाई नेपाली टेलिकमको बिलिङ सिस्टम ठेक्का लगायतका कारण र पश्चिम यापहरूको प्रतिबन्धको प्रतिशोध दिन भाद्र 23 र 24 गतेको अपरेसन गर्न एनईडीलाई सजिलो भयो। हामीले अघिल्लो भिडियोमा एकाउन्टेबिलिटी ल्याब, फ्रिडम स्टुडियो लगायतका संस्थाले कसरी नेपो बेबी ट्रेन्ड चलाए भन्ने देखाइसकेका छौं। त्यो भिड जम्मा गर्ने कार्य थियो। त्यो दिन 33% फेक आइडीहरूको प्रयोग भएको इजरायली अनुसन्धानकर्ताहरूले पुष्टि गरेका छन्। नमस्ते युवा साथीहरू, मेरो नाम निश्चल खराल हो र म फ्रिडम स्टुडियो को संस्थापक हुँ र यो संस्थालाई नेतृत्व पनि गर्छु। फ्रिडम स्टुडियो एउटा यस्तो सामाजिक संस्था हो जसले चाहिँ युवाहरूको आवाजलाई बुलन्द बनाउनको लागि सशक्तिकरणको काम गर्छ, युवाहरूलाई चाहिँ इम्पावर गर्ने काम गर्छ। र हाम्रो नितान्त भनेको युवाहरूलाई सशक्तिकरण गर्ने, युवाहरूको मन हौसला अगाडि बढाउने र त्यसमा परिवर्तन गर्ने। म के भन्न चाहन्छु भने यङ पिपुललाई इन्भेस्टमेन्ट चाहिन्छ र हामी त्यो चाहिँ क्रिएट गरौँ न त, इन्भाइरोमेन्ट क्रिएट गरौँ भनेर लागिरहेको र त्यसमा कुनै पनि रिग्रेट छैन मलाई। र आइ एम भेरी ह्याप्पी कि यो जुन चाहिँ जेनजीको प्रोटेस्टबाट जुन चेन्ज आएको छ, आइ एम सो ह्याप्पी होइन, एकदम राम्रो भएको छ। एकदम अमेजिङ उदाहरणहरू देख्न पाइएको छ होइन, जसरी कोअर्डिनेसन भयो। आइ एम सो ह्याप्पी द्याट बालेन डिड अमेजिङ कोअर्डिनेसन होइन, उसले इन्डाइरेक्टली बसेर भए पनि यो प्रोसेसलाई फेसिलिटेट गरेको छ। आइ एम सो ह्याप्पी टु ह्याभ सम होप लाइक हिम
जसले चाहिँ परिवर्तनलाई नेपाली जनतासम्म पुर्याउन सक्षमता राख्छ। 23 गतेको लागि ELAYS का विद्यार्थीलाई भने डिस्कोर्ड चलाउन, भिड परिचालन तथा व्यवस्थापन गर्न पूर्व तयारी गराइएको थियो। चाइना इन द वर्ल्ड मार्फत COB-लाई भिड भड्काउन प्रयोग गरेको थियो, जसकारण 23 गतेको घटना हुन पुग्यो। यो पुष्टि भइसकेको छ। 24 गतेको लागि 77 वटा जिल्लामा मुख्य पार्टीका ट्रेड युनियनहरू प्रयोग भए, जुन कुरा अहिलेका दलहरूले एक आपसमा गरिराखेका आरोप प्रत्यारोपले पुष्टि गर्दछ। सबै दलका ट्रेड युनियनहरू अहिले IRI सोलिडारिटी सेन्टरका कब्जामा छन्। यसरी कु गरियो, फलस्वरूप WDN ले महिला प्रधानमन्त्री पायो। जुरी नेपालले गृह मन्त्री पायो, बारबाराले संचार मन्त्री पायो। यो सरकारले दुई काम गर्यो। एक, हुवाईको नेपाल टेलिकम बिलिङ सिस्टमको ठेक्का प्रक्रिया तोड्यो। दुई, BRI पास गर्ने मन्त्रीलाई जेल हाल्यो। यसरी यो पश्चिमाको कठपुतली सरकार हाम्रा छिमेकी विरुद्ध प्रयोग हुँदै जानेछ। प्रायोजित जेन्जी आन्दोलनले आफ्नो मुख्य कार्यभार भने पूरा गरेको छ। चीन निकट पुगेको सरकार परिवर्तन, आफ्ना लगानी गरिएका व्यक्ति INGO लगायतको अन्तरिम सरकार गठन, मुख्य पार्टी भित्र जबरजस्ती महाधिवेशन। यहाँ पनि ELAYS को योजना आफ्नै लगानीमा बनाएको 72 को संविधान भित्रबाट अन्तरिम सरकार गठन, रोडम्याप, सेनासँग वार्ता र सांसद विघटनको एक मात्र बाटो र 24 गते साँझ बालेनको सोही सेनासँग वार्ता र संसद विघटन एजेन्डा स्टाटस मार्फत आउनु पनि संयोग नै होला। अब विभिन्न आवरणमा भएका ELAYS का झुण्डलाई सुमनाको नेतृत्वमा एकै ठाउँमा जम्मा गरेर नेपाली जनतालाई अर्को धोका दिने खेल रचिँदैछ। आजको दिनमा हामीले यो सत्यलाई उजागर गर्न बाध्यतामा छौं। सुमना श्रेष्ठ सन् 2015 मा नेपाल आएर विवेकशील साझामा जोडिएकी हुन् र उनका श्रीमान पवेल स्टाविन्स्की हुन्। उनको अध्ययन इकोनोमिक्स हो, तर नेपाल आउन अगाडि उनी पोल्यान्डका पोलिस पत्रकार हुन्। उनी 2015 अगाडि नै अमुक संस्था मार्फत नेपाल र भारतमा क्रियाशील थिए। उनले नेपालको गढीमाई मेलाको डकुमेन्ट्री समेत पहिले नै बनाइसकेका हुन्। उनी 2072 को संविधान पछि नेपालमा ग्लोबल पर्पज ग्रुप GPS मार्फत वी हेल्प नेपाल नामक INGO चलाउँछन्, जसको दर्ता अमेरिकामा छ। VIN, PISL, वास जस्ता संस्थामा $6 लाख बढी रकम नेपाल भित्राइसकेको छ। सुमना आफै नेपाल आउनु अगाडि बोस्टन कन्सल्टिङ ग्रुप BCG संस्थामा काम गर्थिन्, जुन संस्था अमेरिकाको डिपार्टमेन्ट अफ डिफेन्स सँग आफ्नो BCC फेडरल कोर्ट मार्फत काम गर्छ। यो संस्था बारे थप बुझ्न यसले इजरायल र गाजा युद्धमा खेलेको भूमिकाको बारेमा गुगल गर्नुहोला। सुमना यो सँगै सिटी ग्रुप सँग आबद्ध थिइन्, जसको काम संसारभर डलर घुमाउने हो। सन् 2013 सम्म नेपाल राष्ट्र बैंकले यही संस्था मार्फत डलर साट्ने काम गर्थ्यो। अहिले पनि यो सिटी ग्रुप नेपालमा एक्टिभ छ, तर अफिस छैन। अमेरिकाले यही संस्था मार्फत नेपालमा आफ्नो गोप्य मनी लन्ड्रिङको काम गर्दै आएको छ, जसमा थुप्रै नेताहरू पनि मुछिन्छन्। त्यो हामी अर्को भिडियोमा देखाउनेछौँ। यो सँगै सुमना सांसद हुन अगाडि फ्युज मेसिन INC सँग आबद्ध थिइन्, जुन आइची को AI कम्पनी हो। रोचक पक्ष के हो भने BCG ग्रुपले यो अमेरिकन डिफेन्स, डलर लन्ड्रिङ र AI सुरक्षा लगायतका काम अमेरिकाका लागि गर्छ। युट्युबमा भएको सुमनाको बायोग्राफी आफै हेर्नुहोला। Hi, my name is Sumana Shrestha. I was born and brought up in Nepal. विक्रमी सम्मत 2072 सालभन्दा अघि सुमना अमेरिका बोस्टन कन्सल्टिङ ग्रुपमा परामर्शदाताका रूपमा कार्यरत थिइन्। त्यसअघि ट्रेड एनालिस्ट, वाणिज्य विश्लेषकका रूपमा उनी सिटी ग्रुप समेतमा काम गरिसकेकी थिए। अब कुरा गरौं सुदन गुरुङको। जब सुदन ELAYS मार्फत भर्ती भए तब उनलाई पहिले धरान पठाइयो। त्यसपछि बंगलादेशमा ब्राक USA नेटवर्कमा जोडियो। बंगलादेशमा ब्राक USA 3 वटा मोर्चामा काम गर्छ। पहिलो ब्राक युनिभर्सिटी, जहाँबाट त्यहाँको विद्यार्थी आन्दोलन सुरु गराइयो। दोस्रो ब्राक NGO, जसले म्यानमारबाट 1992 मा भागेर आएका रोहिंगाहरू बस्ने कोक्स बजार क्षेत्रको व्यवस्थापन गर्छ। तेस्रो ब्राक BIDG, जसले अहिलेको युनुस सरकारको व्यवस्थापन गर्छ। मान्नुस् अहिले बंगलादेश
प्राक युएसए को नियन्त्रणमा छ र त्यहाँ हाम्रो सुदन गुरुङ जोडिएका छन्। पछिल्ला केही वर्षमा रोहिंग्याहरूको हाम्रो दक्षिणी सीमामा व्यापक उपस्थिति देखिएको छ। कपन गुम्बा तल त उनीहरूको घोषित बस्ती नै छ। रोचक कुरा के छ भने सुमना श्रेष्ठका श्रीमान पावेलको संस्था वी हेल्प नेपाल पनि कपन गुम्बा तलतिर र पाँचथर जिल्लामा क्रियाशील छ। यो भन्दा बढी अहिले हामी देखाउँदैनौं। तपाई आफै सक्षम हुनुहुन्छ। थप जानकारीका लागि गुगल गर्नुहोस्। यी सबै देख्दै गर्दा मलाई रातिमा निद्रा लाग्दैन। हाम्रा नवयुवाहरूले कस्ता झुण्डलाई आफ्ना आइकन मानेका छन्, नेता मानेका छन्। इएलए वाइएस मा भर्ती भएका साथीहरूलाई पनि मेरो प्रश्न छ, भारत र चीनले गर्दा नेपालको विकास नभएको हो कि 28 सालमा राजा महेन्द्रको हत्याले नभएको हो? मेरो प्रश्न। एकपटक छातीमा हात राखेर सोच्नुहोस् त, राजा महेन्द्र अझ 10 वर्ष जीवित रहेको भए नेपालमा कति कल कारखाना खुल्थे, नेपाल कस्तो बन्थ्यो? 28 सालको नयाँ शिक्षा नेपाली हितमा बनेको भए आज यत्रा युवा बाहिर जानु पर्थेन। राजा महेन्द्रले युएनमा नेपाल दर्ता गरे बापत अमेरिकाको खम्पा विद्रोहमा सहयोग नगर्दा आफ्नो ज्यान गुमाउनु पर्यो। सन् 1973 को युएसआईडी न्यू डाइरेक्शन्स अन्तर्गत नेपाल कसरी अस्थिरतामा फस्यो, 2062-63 मा कसरी धर्म र राष्ट्रता एकैपल्ट गुमायो, कसरी 124 जात जाति भएको देशमा जातीय राज्यको अवधारणा लादियो, कहिले पनि स्थिर सरकार नबन्ने संसदीय व्यवस्था लादियो। अब सबैले यो प्रश्नको उत्तर खोजौं के यही संविधानले देशमा स्थिरता आउला? त्यसैले नवयुवा पुराना पुस्ता सबैलाई म विनम्रताका साथ अपील गर्दछु, हामी पश्चिमको इन्डो पेसिफिक स्ट्राटेजीको शिकार भएका हौं। 46 मा राजा जानु, 52 मा जनयुद्ध हुनु, 58 मा राजा मारिनु, 62-63 मा अन्तरिम संविधानमा धोका दिएर राष्ट्रस्था र धर्म सधैँको लागि अन्त्य गराइनु, 72 मा अस्थिर व्यवस्था लादिनु र अहिले त्यसैको जगमा आफ्ना एजेन्टहरूलाई राज्य सत्तामा पुर्याएर चुनावको नाटक गरेर सदाका लागि नेपाल नियन्त्रण गर्नु पश्चिमको ग्रान्ड डिजाइन हो। आईपीएस भनेको अमेरिकाको एसिया नियन्त्रण गर्ने परियोजना हो, जसको लागि भारत र चीनलाई नेपाली भूमि प्रयोग गरेर नियन्त्रण गर्ने योजना हो। आफै कल्पना गर्नुहोस्, नेपालबाट यस्ता गतिविधि सञ्चालन हुन थाले भने दुई महाशक्ति बीचमा रहेको निरीह नेपालको के हविगत हुन्छ? नेपाल सकिन कति मिनेट लाग्ला? अब प्रश्न उठ्छ। यत्रो आर्थिक गतिविधि भइरहँदा नेपालको अर्थ मन्त्रालय र सुरक्षा संयन्त्र काउन्टर इन्टेलिजेन्स के हेरेर बसेका छन्? हामी अर्थ मन्त्रालयका सहसचिव मधु कुमार मरासैनी र उपसचिव नारायण ढकाललाई प्रश्न गर्न चाहन्छौं, तपाईहरू के गर्दै हुनुहुन्छ? यसभन्दा बढी कुरा हामी यस भिडियोमा खोल्दैनौं। सुरक्षा संयन्त्रको कुरा गर्दा पश्चिमको राजनीतिक इन्जिनियरिङ बुझ्न सक्ने जनशक्ति र विज्ञ नेपालमा देखिँदैनन्। उहाँहरूको विश्लेषण, गतिविधि र निष्कर्ष सुन्दा हामीलाई लाग्छ उहाँहरू सतहमै रुमलिनु भएको छ। यो देश बचाउन उहाँहरूले ठूलो चमत्कारिक ज्ञान हासिल गर्नुपर्ने देखिन्छ, तर पनि हामी उहाँहरूप्रति सम्मान नै राख्छौं, मानौ हामी नै देशका दुश्मन हौं। साथी हो, नेपालले शक्ति राष्ट्रको सैन्य रणनीतिमा फस्नु हुँदैन। अब यिनीहरूले नै ब्याक गराउन सक्ने अन्तरिम नेपाली शक्ति नै राष्ट्रस्था हो। हाम्रो एउटै निष्कर्ष छ, नेपाल जोगाउने हो भने हामीले आह्वान गरेको अन्तिम मौलिक विद्रोहबाट पश्चिमाको यो षड्यन्त्र परास्त गर्न सकिएन भने नेपाल भन्ने देश रहँदैन। देख्नुभयो तपाईहरुले यो सरकार कसरी बनेको रहेछ, यो देशलाई कहाँ लगिँदै रहेछ र सुशीला कार्कीको सरकार कसले बनाएको रहेछ? सबै यो गोविन्द केसीलाई अनसनमा सुताएर गोविन्द केसीको जगमा बसे बनेको उज्जवल थापाले नेतृत्व गरेको विवेकशील पार्टी र उज्जवल थापा फाउन्डेसन, एनईडी साथै बरबरा फाउन्डेसन लगायतले आज यो देशमा वितण्डा मचाएको छ। त्यसले गर्दाखेरि यो सरकारलाई हामी चाँडै विदा गरेर नेपालीहरूको सरकार, नेपाली भूमिको सरकार, नेपाली माटो सुहाउँदो सरकार, राष्ट्रियता जोगाउने सरकार बनाउनु छ। साथै अरू पनि प्रमाणहरू हामी